प्रभुलाई धन्यवाद दिँदै प्रभुको त्यो तोडिएको शरीरको सम्झनामा प्रभुले बगाउनु भएको रगतको सम्झनामा हामी यतिखेर रोटी र रसबाट खाने र पिउने काम गर्नेछौँ। प्रभुलाई धन्यवाद दिँदै तपाईँले रोटी सेवन गर्न सक्नुहुनेछ यो गरी प्रभुलाई धन्यवाद दिनुहोस्। रोटी खानुहोस्, प्रभुको त्यो तोडिएको शरीरको सम्झना गर्नुहोस्। प्रभुको त्यो बगेको रगतको सम्झना हामी यतिखेर रसबाट पिउनेछौँ। मण्डली प्रभु एकसाथ प्रभुलाई धन्यवाद दिँदै Happy life.